चाहिन सक्छ सुनको जनालाई जाने अहिले हाई क्याम्प छोडेर मर्दी हिमाल भ्यू पोइन्टतिर जाँदैछ ओ त्यो चिसो छ कि है हावा चलिरहेछ It's very cold, mate. Yeah. It's freezing cold. What's यार तारे यार हाम्रो ग्रुपको त हैन होला है खै दाइ हिजोसम्म त राम्रै थियो है के भयो त आज कस्तो रहेछ यार वेदर हजुर फोरकास्ट अनप्रेडिक्टेबल है यहाँ पनि त्यसै हुन्छ नि यार आश चाहिँ छ खुल्छ भन्ने ठुलो आश छ हेडले राम्रो काम गरेछ खोल्नु पनि अवस्था आयो हो र दाइ होइन फुल इयर लाग्यो हजुर धेरै भएछ लिएर ओके ल आउनुहोस् ल ल बिस्तारै जाऊ बधाई त्यहाँ सनराइजको सनराइज हेर्न लागि किरण परेपछि सबै यो लाखा पाखा हुन्छ लाग्छ कि गाडी दाइ My friend, या गाडी दाइ such amazing morning here with my Nepali friends. Freezing cold, but smile on our face. It's good. या नमस्ते फ्रम Namaste from Garadai. या Oh, Peggy. Maybe make the way for the people. ओके हामी मार्दिमालको छेउछेउमा आइपुगेका छौँ यहाँको सनराइज हेर्नको लागि गाडी दाइले म्यास्टरमा चेक गर्दैछ गाडी दाइ इज दिस वान I will check in my map now. ओके Let's see. You can see here, ओके we start at the bottom. ओके Now we are here and we have 9 minutes left ओके 9 minutes left for मार्दी Himal tea shop. ओके There is tea shop, we can have tea, it's good. ओके Who doesn't like tea? या Let's go. लेट्स गो Oh, you're so strong. जाउँ न 1 घन्टा 1.5 घन्टामा आइयो भ्यू चाहिँ दामी क्लियर हुँदैछ फाइनली हामी डेस्टिनेसनमा आइसक्यो है यस्तो दामी रहेछ एकदम कस्तो लाग्छ गुड मर्निङ फ्रम मर्दीमा ओके एकदमै हिजो नजिक आइपुगेको छ एकदम देख्न सक्नुहुन्छ यता देखाउनु एकदमै दामी भ्यू देखिँदैछ आज बादल लागेर केही नदेखिने भ्यू जानेर भन्ने कुरा भएको थियो है सो तर हामी चाहिँ हरेस नमानिकन आइयो हजुर अनि सो हामीले चाहिँ हाम्रो डेस्टिनेसन चाहिँ पुरा गरियो Oh yes, It's very beautiful cover. I'll record myself. Rim, הגענו ל-viewpoint. Oh. לא ישקר. This is Madri Himal viewpoint. So, मैले चाहिँ अब आफूले क्याप्चर गर्नुभन्दा पनि मैले भ्यू दाइको चाहिँ हिउँ खेल्ने ठुलो धोको थियो है अब पुरा हुने भयो क्या ए पुरा भइसक्यो अब है दाइ Oh, tea house. Oh. यो दाना भन्नुभयो है दाना
हजुर 4200 मिटरमा छौँ हामी हाइट अनि भ्यू चाहिँ माछा पिछाडिको भ्यू चाहिँ अझै राम्रो देखेको छैन होपफुल्ली एकछिनपछि अलिक क्लियर हुन्छ कि ओहो साह्रै हावा चल्यो है फेरि Little bit smoke. खै त हाम्रो खै हाम्रो गाम्स यो गाम्स ल यहीँ छ सनराइज भयो सनराइज देखेन है नो सनराइज हात चाहिँ आगोमै हालिदिनु जस्तो भइसक्यो त्यसो भएछ This is Nepali popcorn. ल हाम्रो नेपाली खाजा है Kaza. खाँदैछौँ Chausau season already. चाउचाउ Not very hard. Yeah, not proper. Just only. ओके मकै मकै Thank you. I just take that one. झुरुम झुरुम गर्छ झुरुम झुरुम It's very crunchy. क्रन्च What is this? This is Makai. Nepali corn. Yes. Buteko makai is we can say the buteko makai. Buteko Makai. Yeah, buteko makai. Buteko Makai. Yeah. Good. Bon appetit. There will be sunrise. For sunrise. Yeah. Okay. Oi. Hey, Yes. how are you feeling? Yeah. I'm on top of the world. Hey. Is it beautiful? It's amazing experience. Yeah. And I'm so happy I meet this group of friends Okay. that they adopted me to their group. Proof, yes. And now we do this adventure together. Yes. Yeah, so thank you. Hope we will be reaching base camp. Yeah? Why not? Maybe we'll continue even further. Further, yes. सनराइज हेरौँ भनेको त दाइ हजुर सन त देख्दै देखिएन त होइन त्यही त यो अलिक छेक्यो कि उसले हावाले छेक्यो सक्नु त सक्नु हजुर तर अलि हावा बेसी चल्यो है हजुर एकछिन बसाउँ न बसौँ होइन है हाइटमा सनराइज हुन चाहिँ अलि यहाँ यो उसले बादलले गर्दाखेरि सनराइज देख्न पाइएको छैन लेट्स वेट है वेट गरौँ अनि होप यो माछा पुच्छर चाहिँ राम्रोसँग क्लियरली हेरेर जाने विचार छ है अनि यहाँसम्म त आइयो फर्दर हामी चाहिँ माथि जान सकिन्छ चिया खाजा नास्ता पानी हुँदैछ हाम्रो दिदीले निकै मिठो चिया खुलाउनु भयो अनि हाम्रो चाहिँ अर्ग्यानिक खाजा हिमालको छोरो हुम गोर्खे मेरो नाम हेलो हेलो ल इट्स फ्रिजिङ कोल्ड है अहिले चाहिँ हावा चल्न चाहिँ छोडेको छ माछा पुच्छर चाहिँ बल्ल अलिकति धेरै खुलिसकेको छ यसो हेर्दाखेरि है अहिले ओ माई गड ल अहिले चाहिँ धेरै खुल्यो है अनि
हिजो अस्तितिर हिउँ परेर रहेछ यहाँ नजिक हिउँ देखिरहेछ है एन्ड मार्दी हिमाल चाहिँ अब हिमाल देखियो माछा पिछे देखियो होइन अनि यहाँको अब मार्दी हिमाल कस्तो ट्रेक कस्तो रहेछ होइन भ्यू पोइन्ट कस्तो रहेछ भन्ने चाहिँ सबै अब देख्ने मौका पाइयो त्यसले गर्दा वी आर ह्याप्पी अनि हामी चाहिँ अहिले अलिकति माथि जाँदैछौँ हो तर हावा चाहिँ अहिले यो साइडमा चाहिँ यता अन्नपूर्ण रेन्ज साइडबाट चाहिँ हावा बेसी चलिरहेछ त्यहाँ चाहिँ यता अन्नपूर्ण साइडमा चाहिँ हिउँ पनि परिरहेछ है चिसो भएको छ है यहाँ माइनसमा साह्रो चिसो भएको छ हो अब हामी ग्रुप फोटो खिच्छौँ है ओ ओके ल रेडी हाम्रो सरलाई चाहिँ फोटो खिचेर कहिले नसकेको रहेछ है आम्मामा अघिबाट हिँडे है अघि त मसँग थकिन आएको हो आम्मामा है कम्पिटिसन छ त कम्पिटिसन एकदम साह्रै जाडो भयो के अब माइनसमा छ है अझै ओहो यसरी ट्याक्कै हामी नि अब उनीलाई भिडियो नबनाए पनि हामी पनि यस्तो क्या वाइड एङ्गल ट्याक्क यस पछाडिको सबै आउने गरेर यसरी के ओ माछा पिक्चरको अलिअलि टुप्पो देखिँदैछ है त्योभन्दा अगाडिको मार्दी हजुर बेस काम जाने हाम्रो इच्छा थियो तर अनफर्चुनेटली मौसमले साथ दिएन हजुर हो त्यो यतापट्टि चाहिँ के हो यो यता चाहिँ यो अन्नपूर्ण रेन्ज बेस काम यहाँ त छ अरे होइन यता जान्छ भन्छ है यता हामी यता भ्यू पोइन्ट पनि जानु भ्यू पोइन्ट यता यहाँ भ्यू पोइन्ट लेखेर छ सो के भन्छ अरे अप्पर भ्यू पोइन्ट होइन हजुर होइन अप्पर त अलि माथि होला बयालिस चाहिँ मार्दी भ्यू पोइन्ट यसलाई नै भ्यू पोइन्ट भन्दैछ त है ओ माई गड ओ माई गड ओ मान्छे उठाउला जस्तो सायद हिउँ पहिला देख्यो है ल हामी चाहिँ अहिले मर्दी हिमाल भ्यू पोइन्टदेखि चाहिँ ब्याक टु हाई क्याम्प हुँदैछ है वी आर गेटिङ ब्याक होइन रुट ब्याक हुँदैछ सो तर यहाँ चाहिँ अलिक चिसो रहेछ के तातो भइसकेको छ माथिभन्दा त्यही त कति फरक है माथिदेखि तल झर्दाखेरि जम्मा 5 मिटर्स होइन 5 to 10 मिटर्स तल झर्दा पनि होइन हो कस्तो तातो भयो क्या अब 4200 मिटरदेखि चाहिँ हामी अब धेरै एकदम छिटो तल झर्छ एल्टिट्युड एकदम अब यो सिडिङको बाटो हुँदै झर्छ है सो एकदम ड्रास्टिक चेन्ज हुन्छ एल्टिट्युड अनि के भन्छ यो यो पोल यो स्टिकको चाहिँ निकै काम आउँछ है स्टिक होइन यो स्टिक नै होला अब चाहिँ हाम्रो लाइफ सेभर है हाम्रो साथीहरू पनि अगाडि हुँदैछन् सो यो राम्रो भ्यूलाई चाहिँ हाम्रो बिदाइ गरेर हामी फर्किँदैछौँ है हामी चाहिँ अलिकति एडभेन्चरस होइन यो भिरको बाटो हिँडिँदैछ अब बाटो चाहिँ अर्कै साइड हो हामी चाहिँ अलिकति मोर एडभेन्चरस भइदियो क्या सर्टकट जस्तो है यता तेर्सो जाउँ तेर्सो गरेर माछापिक्चरको भ्यू चाहिँ अहिले एकछिन
एकछिन मजाले खुलेको छ है अनि हुँदा हुँदा पनि फेरि बादल लागिहाल्यो सो Now down here is more peaceful, warm, yeah, and you can see the mountain view. Finally, हामी हाई क्याम्प हाम्रो बेस फर्किसकेछौँ है फाइनली हिमालमा हावा सररा माया उतै नजर हो हावा सररा निर्माया उतै नजर कस्तो राम्रो देखेछ यहाँबाट भ्यू है होटेल हाम्रो पिसफुल हाई क्याम्पबाट यस्तो राम्रो देखेछ है यहाँबाट 1 2 3 गो लेफ्ट राइट लेफ्ट ल फेरि हेरौँ ल है थ्याङ्क यू ल भाइ लाग्यो ल थ्याङ्क यू यता हामी यता माथिबाट होइन यता ओपन छ ए यहाँ होइन त ठिकै छ सो हामी चाहिँ अब होटेल पिसफुललाई बाई बाई गरिँदैछ है बाई बाई दाइ बाई बाई है ल थ्याङ्क यू ल सो हामी चाहिँ अब लन्च चाहिँ एट लो क्याम्पमा लन्च हुन्छ अनि सी यू देयर Sorry. Wow, namaste. Lai. Okay. Honeymoon team 每天要2杯的。我每天要2杯。
We're going to low camp. Lunch, we are coming. Lunch. गुजी साहबहरू भेट भयो जम्का भेट भयो त है Namaste from Garidai. गाडी दाइ This is me. सब Okay, enjoy. Can you take We're going with them. group picture? Oh, yeah. Where are you from? हजुर आर्मी हुन्छ Your friends? Yeah, same guy. Good. लो क्याम्प Okay. यहाँ चाहिँ लालीगुराँस फुलिसकेको रहेछ है we are living low camp and on the way to Siding है त so खानसाना खाएर हामी हिँड्दैछौँ सिडिङ हुँदै जाँदैछौँ होइन सो आई थिङ्क अलिक स्ट्रिप छ एलिभेसन एकदम चेन्ज हुँदैछ है सम्भावना छ सो बिस्तारै जाउँ है यो पोलको सहायताले बिस्तारै जाउँला गुराँस फुलेर चाहिँ यहाँ चाहिँ त्यो डाँडा चाहिँ खुमाई है त्यहाँबाट पनि राम्रो भ्यू देखिँदो रहेछ हजुर धन्य छ त है लो क्याम्पदेखि सिडिङ पुग्न हामीलाई झन्डै 2 घन्टा लाग्यो अब हामी सिडिङबाट फेरि पोखरातर्फ जाँदैछौँ बाटो त है ढुङ्गै फाल्नु पर्ने भयो त खतरा तल देखाउनु गौर से देखिए नीचे क्या है we are heading to पोखरा सो पोखरा जाने यो बाटोमा पनि हामीलाई छुट्टै खालको मजा भयो अफ रोड ट्राभल गर्दाखेरिको छुट्टै मजा हुन्छ सो त्यो अफ रोड ट्राभल गर्ने क्रममा चाहिँ हामीले त्यहाँको धेरै गाउँहरू थुप्रै गाउँहरू हामीले पास गर्दै तल बेसी झऱ्यौँ सो इट वाज good trip from Siding to Pokhara. So we enjoyed every part of this journey. So it was indeed एकदम रमाइलो ट्रिप थियो अनि थ्याङ्क यू सो मच भन्नै पर्छ जसले यो भिडियो चाहिँ अहिलेसम्म एभ्री एपिसोड डे 1 देखि डे 3 सम्म हेर्नुभयो तपाईहरुलाई एकदम थ्याङ्क यू भन्न चाहन्छु द ग्रेट टाइम हैन एकदम राम्रो अब भाइब्सहरु मिलेको थियो इट वाज द डिफरेन्ट एक्सपिरियन्स हैन अनि once again thank you to everyone thank you bye bye namaste फाइनली हामी चाहिँ पोखरा आइपुग्यौं